कहिलेकाहीँ केही मानिसलाई बरफ, माटो, कागज वा काँचो चामल खान मन लाग्न थाल्छ। सुन्दा अचम्म लाग्न सक्छ, यो मजाक होइन। यो संसारकै सबैभन्दा कमन रगत सम्बन्धी रोगमध्ये एक हुन सक्छ। ध्यान दिएर सुन्नुहोस्। नमस्ते, म डाक्टर प्रकाश। यो भिडियो अन्त्यसम्म हेर्नुहोस् र यस्तै जानकारीका लागि मलाई फलो गर्नुहोला। कहिलेकाहीँ केही मानिसलाई बरफ, माटो, कागज वा काँचो चामल खान मन लाग्न थाल्छ। यसलाई मेडिकल भाषामा पिका भनिन्छ। यो एनेमिया अर्थात् शरीरमा रगतको कमीको सङ्केत हुन सक्छ। विशेष गरी आइरनको कमीले भएका मानिसमा यस्तो इच्छा देखिन सक्छ। शरीरमा आइरनको कमी बढ्दै जाँदा विभिन्न लक्षणहरू देखिन थाल्छन्, जस्तै सास फेर्न गाह्रो हुनु, अत्यधिक थकान लाग्नु, मुटु छिटो धड्किनु, हल्का काम गर्दा पनि चक्कर आउनु र अनुहार फुस्रो वा पहेँलो देखिनु। दीर्घकालीन आइरन कमी हुँदा नङ भित्रतिर बाङ्गो भएर चम्चा जस्तो चम्मच आकारको बन्छ, जसलाई कोइलोनिकिया भनिन्छ। आइरन कमीले कपाल झर्ने मात्र होइन, नङ सजिलै भाँचिने बनाउँछ। धेरै नेपाली महिलाहरू, किशोरीहरू र गर्भवती महिलामा एनिमिया लुकेर बसेको हुन्छ र धेरैलाई थाहा नै हुँदैन। समाधानका लागि सीबीसी परीक्षण, हेमोग्लोबिन जाँच, आइरनयुक्त खाना जस्तै मासु, सागसब्जी, गेडागुडी र आवश्यक परे आइरन सप्लिमेन्ट लिनुहोस्। एनिमिया सामान्य हो, तर बेवास्ता गर्दा खतरनाक हुन सक्छ।